के तपाईले वारेन बफेटको नाम सुन्नुभएको छ? एउटा साधारण मानिस जसले आफ्नो जीवनको सुरुवात सानो लगानीबाट सुरु गरे, तर आज संसारकै एक महान इन्भेस्टरको रूपमा चिनिन्छन्। उनी सधैँ लामो समयको लागि लगानी गर्न विश्वास गर्थे, जसले उनलाई एक स्थिर र ठूलो सफलता दिलायो। तर अर्कोतिर रिचर्ड डेनिसलाई हेर्नुस्, एक कुख्यात ट्रेडर जसले ट्रेडिङको माध्यमबाट लाखौँ कमाए। उनले भने एक छोटो अवधिको ट्रेडिङलाई विश्वास गर। बफेट र डेनिस दुवैले संसारलाई आफ्नो तरिकाबाट ट्रेडिङ र इन्भेस्टिङको महत्त्व बुझाए। तर एकले लङ टर्मलाई विश्वास गर्नुभयो भने अर्कोले भने सही समय र सही निर्णयलाई चाहिँ रोज्नुभयो। हो, यस्तै कुराहरूले गर्दा तपाईँहरूले कहिले सोच्नु भएको छ के म ट्रेडर बनौँ या इन्भेस्टर? आजको यो भिडियोमा हामी यी दुई बीचको डिफरेन्स, प्रॉफिट, रिस्क र कुन तपाईँको लागि उपयुक्त छ भन्ने बारेमा डिस्कस गर्नेछौँ। निफ्टीमा सफल बन्न चाहनुहुन्छ भने यो भिडियोलाई चाहिँ पुरा हेर्नुहोला। यसले तपाईँलाई नलेज मात्र होइन, एउटा सही निर्णय लिने आत्मविश्वास पनि दिनेछ। आजको यो भिडियोमा हामी 5वटा कुरालाई हेर्नेछौँ जुन चाहिँ एउटा बिगिनिङ फेजमा तपाईँहरू सेयर मार्केटमा इन्ट्री गर्दै हुनुहुन्छ भने एकदमै चाहिने कुरा हो है त। नम्बर 1 मा रहेको छ सेयर मार्केट ओभरभ्यू। नम्बर 2 मा रहेको छ ट्रेडिङ द सर्ट टर्म गेम। नम्बर 3 मा रहेको छ इन्भेस्टिङ द लङ टर्म भिजन। नम्बर 4 मा हेर्नेछौँ टुल्स फर सक्सेस इन बोथ ट्रेडिङ एन्ड इन्भेस्टिङ। नम्बर 5 मा हेर्नेछौँ ट्रेडिङ भर्सेस इन्भेस्टिङ, विच वान इज बेटर फर यु। आउनुहोस् आजको यो भिडियोमा हामी यो सबै कुरालाई तिरपार गरौँ। सो लेट स्टार्ट आवर भिडियो। हामी मेन टपिकमा जानुभन्दा अगाडि चाहिँ सेयर मार्केटको बारेमा केही थोरै नलेजहरू लिउँ है त। सेयर बजार भनेको के हो? यो एउटा यस्तो ठाउँ हो यहाँ कम्पनीहरूले आफ्नो पुँजी यानि कि क्यापिटल जुटाउनको लागि आफ्नो सेयरहरूलाई सार्वजनिक रूपमा चाहिँ बेच्ने गर्दछन् र लगानीकर्ताहरूले चाहिँ यो सेयरलाई बाई अथवा सेल गरेर चाहिँ प्रफिट चाहिँ जेनेरेट गर्दछन्। र हाम्रो देश नेपालमा चाहिँ नेप्से यानि कि नेपाल स्टक एक्सचेन्ज चाहिँ एक मुख्य फाइनेन्सियल बजार हो। अब यसले कसरी काम गर्छ त? नेप्सेमा विभिन्न क्षेत्रका कम्पनीहरू चाहिँ लिस्टेड छन्, जस्तै ब्याङ्क, इन्सुरेन्स, माइक्रो फाइनेन्स, हाइड्रो पावर, प्रोडक्ट एन्ड सर्भिस। प्रत्येक क्षेत्रको चाहिँ आफ्नै जोखिम र लाभहरू हुन्छ। इक्जाम्पलको लागि नेपालको कन्टेक्समा हेर्ने हो भने जलविद्युत यानि कि हाइड्रो पावरहरूले चाहिँ लामो समयमा चाहिँ एकदमै राम्रो प्रतिफल दिन चाहिँ सक्छन्, तर निर्माणको कार्यमा भने चाहिँ जोखिम एकदमै बढी हुन्छ। नेप्सेका केही तथ्यहरू हेरौँ है त। नेप्से चाहिँ 1994 मा चाहिँ इस्टाब्लिस भएको थियो र त्यति बेलामा चाहिँ ओन्ली 60+ कम्पनीहरू मात्र लिस्टेड थियो। तर हाल अहिलेसम्म हेर्ने हो भने नेप्सेमा चाहिँ मोर देन 200 कम्पनीहरू चाहिँ लिस्टेड भइसकेका छन्। तपाईँहरू सबैलाई थाहा नै होला नेप्सेमा चाहिँ बिहानको 11 बजेदेखि 3 बजेसम्म चाहिँ कारोबार हुने गर्दछ र फ्लोट इन्डेक्स, सेन्सिटिभ इन्डेक्स जस्ता विभिन्न इन्डिकेटरहरूले चाहिँ यसको मेजरमेन्ट गर्ने चाहिँ काम गर्दछ। तपाईँलाई के लाग्छ नेप्सेमा कुन कम्पनी जस्तै माइक्रो फाइनेन्स, ब्याङ्क, हाइड्रो पावर कुनमा लगानी गर्दा चाहिँ एकदमै उपयुक्त छ? तल कमेन्ट बक्समा आफ्नो विचार चाहिँ लेख्नु होला है त। हाम्रो 2 मा रहेको थियो ट्रेडिङ द सर्ट टर्म गेम। अब वाट इज ट्रेडिङ त? ट्रेडिङ भनेको चाहिँ छोटो समयको लागि चाहिँ सेयर किनेर बेच्ने प्रक्रिया हो। यसको लक्ष्य भनेकै हामीले चाहिँ छोटो समयमा चाहिँ नाफा कमाउनु हो। यसको टाइम फ्रेम हेर्ने हो भने चाहिँ डे, विक अथवा मन्थसम्म पनि हुन्छ। तर नेपालको कन्टेक्समा चाहिँ तपाईँहरूलाई थाहा नै छ, हामीले कुनै पनि सेयर बाई गरिसकेपछि चाहिँ त्यो हाम्रो डिम्याट अथवा हाम्रो एकाउन्टमा आउनलाई चाहिँ कम्तीमा 3 डे लाग्छ। त्यसैले नेपालमा डे ट्रेडिङ गर्नलाई चाहिँ अहिले चाहिँ पोसिबल छैन। अब हाउ डज ट्रेडिङ वर्क्स इन नेप्से त? नेप्सेमा ट्रेडिङ गर्नको लागि चाहिँ हामीले टुल्स यानि कि टेक्निकल एनालाइसिसको बारेमा चाहिँ केही कुराहरू जान्नुपर्ने हुन्छ। टेक्निकल एनालाइसिस जान्नको लागि हामीले केही इन्डिकेटरहरू चाहिँ बुझ्नुपर्ने हुन्छ, जस्तै मुभिङ एभरेज। मुभिङ एभरेजले चाहिँ हामीलाई बजारको ट्रेन्ड पत्ता लगाउन चाहिँ हेल्प गर्दछ। त्यसपछि हामीले एमएसिडीको बारेमा चाहिँ जान्नुपर्ने हुन्छ, जसले चाहिँ खरिद र बिक्रीको सही समय पत्ता लगाउनलाई चाहिँ हामीलाई हेल्प गर्दछ। त्यसपछि हामीले आरएसआई यानि कि रिलेटिभ स्ट्रेन्थ इन्डेक्सको बारेमा पनि थाहा पाउनुपर्ने हुन्छ, जसले चाहिँ बजार ओभरसोल्ड अथवा ओभरबटमा छ कि छैन भनेर चाहिँ यसले चाहिँ हामीलाई थाहा पाउन हेल्प गर्दछ। यो मुभिङ एभरेज, आरएसआई, एमएसिडीको बारेमा हामी एउटा थ्योरिटिकल नभइकन एउटा प्र्याक्टिकल बेस भिडियो पनि छिटो नै लिएर आउनेछौँ। अहिलेलाई चाहिँ तपाईँले यति बुझ्दाखेरि धेरै नै ठिक हुन्छ है त। अब त्यसपछि हेरौँ हामीले डेली रुटिन अफ ट्रेडर। अब तपाईँहरू चाहिँ ट्रेडर बन्न चाहनुहुन्छ भने तपाईँको डेली रुटिन चाहिँ कस्तो हुनुपर्छ? तपाईँले एउटा ट्रेडर बनिसकेपछि तपाईँहरूले बिहानको नेप्सेको प्री ओपन सेसनलाई चाहिँ एकचोटि हेर्नै पर्ने हुन्छ। त्यसपछि तपाईँहरूले चर्चित कम्पनीहरूको बजार मूल्यमा आएको चेन्जहरूलाई पनि तपाईँहरूले चाहिँ ट्र्याक गरिराख्नुपर्ने हुन्छ, जसले गर्दाखेरि चाहिँ तपाईँहरूले सही समयमा त्यो सेयरलाई बाई गरेर चाहिँ एउटा राम्रो प्रफिट चाहिँ जेनेरेट गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँहरूले इन्ट्राडे चार्ट्स अथवा क्यान्डल स्टिकहरू हेरेर पनि ट्रेडिङको लागि चाहिँ सही समय चाहिँ पत्ता लगाउन सक्नुहुन्छ। ट्रेडिङका फाइदाहरू के छन् त? हामीले ट्रेडिङ गरेर चाहिँ छोटो समयमा चाहिँ धेरै नाफा कमाउन सक्छौँ। बजारमा चाहिँ नयाँ अपडेटहरूको चाहिँ हामीले फाइदा लिन सक्छौँ। हामीले नेपालको सेयर मार्केटको कन्टेक्समा हेर्ने हो भने चाहिँ पोलिटिकल न्युजले चाहिँ हाम्रो सेयर मार्केटलाई चाहिँ एकदमै धेरै इफेक्ट गरिरहेको हुन्छ। कुनै गुड न्युज आइदियो अथवा कुनै पनि पोलिटिकलमा चेन्ज भइदिएको छ भने चाहिँ तपाईँहरूले एउटा राम्रो कम्पनी चुज गर्नुभएको छ भने चाहिँ छोटो समयमा चाहिँ राम्रो बेनिफिट चाहिँ गेन गर्न सक्नुहुन्छ। हो, यस्तै कुराहरूले गर्दाखेरि तपाईँहरूले बजारको मोमेन्टमबाट एउटा राम्रो इन्कम चाहिँ जेनेरेट गर्न सक्नुहुन्छ। अब ट्रेडिङको बेफाइदाहरू के छन्? बजारको इन्स्टेबिलिटी गर्दाखेरि तपाईँहरूले नोक्सान बिहोर्न पनि सक्नुहुन्छ। अघि भने जस्तै पोलिटिकल न्युजहरू राम्रो आइदियो भने तपाईँहरूले राम्रो गेन गर्न सक्नुहुन्छ।
इनकेस अब केही नेगेटिभ न्युज आइदियो भनेर तपाईँहरूको ट्रेडिङमा केही इफेक्ट चाहिँ पक्कै पनि गर्न सक्छ। र तपाईँहरू चाहिँ ट्रेडिङ गर्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरू लगातार बजारमा अपडेट चाहिँ भइराख्नु पर्ने हुन्छ। कम्तीमा पनि तपाईँहरूले 1 डेमा चाहिँ 2 अथवा 3 आवर चाहिँ तपाईँहरूले ट्रेडिङको लागि चाहिँ छुट्याउनै पर्ने हुन्छ। अब कस्तो स्किल चाहिँ तपाईँहरूले ट्रेडिङ गर्नको लागि चाहिँ निड हुन्छ त? फर्स्ट भनेको चाहिँ तपाईँहरूसँग डिसिप्लिन चाहिँ एकदमै हुनुपर्छ। डिसिप्लिन र आत्मविश्वास भयो भने चाहिँ तपाईँहरूले ट्रेडिङमा चाहिँ एउटा राम्रो फ्लो चाहिँ जेनेरेट गर्न सक्नुहुन्छ। र अर्को मेन कुरा भनेको बजारको गति पनि बुझ्नुपर्ने हुन्छ। बजार बुलिसमा छ कि बियरिसमा छ कि यो कुरा चाहिँ तपाईँहरूले थाहा पाउन एकदमै इम्पोर्टेन्ट हो। र तपाईँहरूले चाहिँ केही टुल्सहरूको बारेमा चाहिँ सिक्नुपर्ने हुन्छ, जस्तै फिबोनाची, रिट्रेसमेन्ट, बोलिङ्गर ब्यान्ड्स र प्राइस एक्सन जस्ताहरूको टुल्सहरूको बारेमा चाहिँ तपाईँहरूले नलेज चाहिँ लिन पर्ने हुन्छ। नम्बर 3, इन्भेस्टिङ द लङ टर्म भिजन। अब वाट इज इन्भेस्टिङ त? इन्भेस्टिङ भनेको चाहिँ तपाईँहरूले खरिद गरेको सेयरलाई चाहिँ लङ टर्मसम्म होल्ड गरेर त्यसको ग्रोथ र डिभिडेन्ड्सबाट चाहिँ लाभ कमाउने प्रक्रिया हो। त्यसको अब टाइम फ्रेम हेर्ने हो भने चाहिँ कम्तीमा 2 इयर्स र त्योभन्दा बढी यानि कि 3 देखि 5 इयर्ससम्म चाहिँ तपाईँहरूले स्टकलाई चाहिँ होल्ड गर्न पर्ने हुन्छ। अब हाउ डज इन्भेस्टिङ वर्क्स इन नेप्से त? यसमा चाहिँ अघि हामीले ट्रेडिङमा चाहिँ टुल्सको कुरा गरेको थियौँ, त्यहाँ चाहिँ हामीले टेक्निकल एनालाइसिसको कुरा गरेको थियौँ भने हामीले इन्भेस्टिङको लागि चाहिँ फन्डामेन्टल एनालाइसिसको बारेमा चाहिँ सिक्न पर्ने हुन्छ। अब यसमा हामीले कस्तो कस्तो इन्डिकेटरहरू हेर्नुपर्ने हुन्छ त? यसमा चाहिँ हामीले PE रेसियो यानि प्राइस टु अर्निङ रेसियो, यसले चाहिँ कम्पनी सस्तो छ कि महँगो छ भनेर चाहिँ बुझाउने गर्दछ। त्यसपछि हाम्रो सेकेन्डमा रहेको चाहिँ EPS, अर्निङ पर सेयर, कम्पनीको प्रति सेयर नाफा चाहिँ कति छ भनेर चाहिँ यसले बुझाउने गर्दछ। त्यसपछि हामीले डिभिडेन्ड दिने यानि कि सेयर मूल्यको तुलनामा चाहिँ प्रतिफल, यसले चाहिँ कतिको डिभिडेन्ड दिन सक्ने क्षमता छ त। अब EPSको कुरा गर्ने हो भने चाहिँ इयरली अथवा चाहिँ तपाईँहरूको रिपोर्ट आएपछि EPS चाहिँ ग्रोथ भइरहेको छ भने चाहिँ त्यो चाहिँ एउटा लङ टर्मको लागि चाहिँ बेस्ट स्टक चाहिँ हुनसक्छ। अनि PE रेसियोको कुरा गर्ने हो भने चाहिँ बिलो 20 अथवा 15 देखि 20सम्म छ भने चाहिँ त्यो चाहिँ लङ टर्मको लागि एकदमै राम्रो छ भनेर चाहिँ बुझ्न सकिन्छ। सक्सेसफुल इन्भेस्टिङको लागि हामीले के स्टेपहरू चाहिँ जान्नुपर्ने हुन्छ? हामीले कम्पनीको वार्षिक रिपोर्टहरू चाहिँ हेर्नुपर्ने हुन्छ। कम्पनीको लोन कति छ, प्रिभियस इयरको भन्दा लोन चाहिँ कम भएको छ कि छैन, कम्पनीको ग्रोथ के अनुसारले भइरहेको छ, यो कुराहरू चाहिँ हामीले इयरली रिपोर्टमा चाहिँ हेर्नुपर्ने हुन्छ। प्लस हामीले Q1, Q2, Q3, Q4 रिपोर्ट पनि हेर्नुपर्ने हुन्छ, जुन चाहिँ 3 मन्थमा चाहिँ आउने गर्दछ। हो हामीले एउटा कम्पनीमा इन्भेस्ट गरिसकेपछि चाहिँ हामीले यसै गरी Q1, Q2, Q3 रिपोर्ट चाहिँ हामीले ट्र्याक गरिराख्नुपर्ने हुन्छ। कम्पनीको मुनाफा र ऋणको अनुपात यानि कि डेब्ट इक्विटी रेसियो पनि हेर्नुपर्ने हुन्छ। र इन्भेस्टिङको फाइदाहरू के छन् त? ट्रेडिङको हिसाबमा हेर्ने हो भने चाहिँ यो चाहिँ एकदमै कम जोखिम हुन्छ। इनकेस हामीले बाई गरेको सेयरको चाहिँ प्राइस घटिहाल्यो भने पनि त्यो कम्पनीको ग्रोथ राम्रो छ र त्यसले डिभिडेन्ड दिने क्यापेसिटी राम्रो छ भने हामीले प्राइस घट्दा पनि त्यो डिभिडेन्ड अथवा राइट सेयरबाट चाहिँ राम्रो प्रोफिट जेनेरेट गर्न सक्छौँ। र अर्को मेन भनेको कम्पाउन्डिङको लाभ पनि लिन सक्छौँ र हामीले चाहिँ यसबाट चाहिँ एउटा प्यासिभ इन्कम पनि जेनेरेट गर्न सक्छौँ, जुन चाहिँ डिभिडेन्डको थ्रुबाट चाहिँ पोसिबल हुन्छ। अनि मेन भनेको चाहिँ बजारको दैनिकी उता चढावले चाहिँ यसलाई केही पनि फरक पार्दैन। इन्भेस्टिङको बेफाइदाहरू के छन् त? हामीले इन्भेस्ट गरिसकेपछि चाहिँ हामीसँग प्यासन लेभल चाहिँ एकदमै धेरै हुनुपर्ने एकदम जरुरी छ। बजारको तत्कालीन फाइदा चाहिँ घुम्न सक्छ। दैनिक सेयर मार्केट सम्बन्धी गुड न्युज आएर त्यसमा चाहिँ राम्रो प्रोफिट भएको छ भने त्यो चाहिँ हामीबाट घुम्न सक्छ। तपाईँहरूले एउटा फेमस लाइन सुन्नुभएको होला, स्टक मार्केट इज अ डिभाइस फर ट्रान्सफरिङ मनी फ्रम इनप्यासिभ टु प्यासिभ। अनि नम्बर 4 मा रहेको छ टुल्स फर सक्सेस इन बोथ इन्भेस्टिङ एन्ड ट्रेडिङ। अब कुरा गरौँ नेप्सेमा सफल हुन हामीलाई के कुराहरू चाहिन्छ? अब ट्रेडिङ गर्ने हो भने चाहिँ हामीले चाहिँ डेली रूपमा चाहिँ लाइभ चार्ट्सहरू चाहिँ हेरिराख्नुपर्ने हुन्छ। त्यसपछि हामीले ब्रोकरेज एनालाइसिस टुल्सहरू हेर्नुपर्ने हुन्छ, कुन ब्रोकरले चाहिँ कुन स्टक चाहिँ कति होल्ड गरेर राखिरहेको छ, कुन ब्रोकरसँग कति स्टक चाहिँ होल्डमा छ भन्ने कुराहरू चाहिँ हामीले हेर्नुपर्ने हुन्छ, कुन ब्रोकरले चाहिँ आज कति सेयर बाई गर्यो हो, त्यस्तो कुराहरू पनि हामीले चाहिँ हेर्न पर्ने हुन्छ। र हामीले ट्रेडिङ गर्नको लागि चाहिँ TMS चाहिँ बनाउनु पर्ने हुन्छ, ट्रेडिङ म्यानेजमेन्ट सिस्टम। त्यसको लागि चाहिँ मैले अलरेडी एउटा भिडियो बनाइसकेको छु, जसको लिङ्क चाहिँ म तल डिस्क्रिप्सन बक्समा राखिदिन्छु र तपाईँहरूले माथि आई बटनमा पनि देख्न सक्नुहुन्छ। फेरि त्यो भिडियो हेरेर तपाईँले सजिलोसँग चाहिँ ब्रोकर एकाउन्ट चाहिँ बनाउन सक्नुहुन्छ। अब इन्भेस्टिङको लागि हामीले अघि भने जस्तै Q1, Q2, Q3 रिपोर्ट चाहिँ हेर्नै पर्ने हुन्छ। त्यसपछि कम्पनीको मोडल र यसको फ्युचर ग्रोथ कस्तो छ त्यो कुरा पनि हामीले ट्र्याक गरिराख्नुपर्ने हुन्छ। र मेन भनेको कम्पनीको ऋण र नाफा घाटा, कम्पनीले कति नाफा गरिरहेको छ, कम्पनी कति घाटामा गइरहेको छ र कम्पनीले प्रिभियस इयरभन्दा अहिले त्यो ऋणलाई चाहिँ कम गरेको छ कि छैन त, त्यो कुरा पनि हामीले चाहिँ हेर्न पर्ने हुन्छ। हाम्रो टिप यानि कि लास्ट पोइन्ट रहेको छ ट्रेडिङ भर्सेस इन्भेस्टिङ एन्ड विच वान इज बेटर फर यु। तपाईँहरू चाहिँ एउटा एक्टिभ पार्टिसिपेन्ट्स हुनुहुन्छ र तपाईँहरूसँग चाहिँ दिनमा 2 to 3 आवर्स चाहिँ तपाईँहरूले ट्रेडिङलाई चाहिँ अथवा भनौँ नेपाली सेयर मार्केट नेप्सेलाई चाहिँ टाइम दिन सक्नुहुन्छ भने तपाईँहरूको लागि ट्रेडिङ चाहिँ एकदमै बेस्ट हुनसक्छ। एन्ड फर लङ टर्म थिङ्कर, तपाईँहरू चाहिँ एउटा लङ टर्म थिङ्कर्स हुनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि चाहिँ इन्भेस्टिङ चाहिँ बेस्ट हुनसक्छ। तपाईँहरू चाहिँ कुनै पनि कम्पनीको भविष्य बुझेर त्यसको ग्रोथलाई चाहिँ हेरेर तपाईँहरूले प्रोफिट जेनेरेट गर्न चाहनुहुन्छ भने तपाईँहरूलाई इन्भेस्टिङ चाहिँ एकदमै बेस्ट हुनसक्छ।
यो भिडियो हेरिसकेपछि तपाईँ ट्रेडिङ गर्ने अथवा इन्भेस्टिङ गर्ने के सोच्दै हुनुहुन्छ तल कमेन्ट बक्समा चाहिँ कमेन्ट गर्न नबिर्सनु होला। तपाईँहरूले अर्को एउटा कुरा पनि गर्न सक्नुहुन्छ, आफूसँग भएको क्यापिटललाई चाहिँ 70% चाहिँ इन्भेस्टिङ गरेर 30%लाई चाहिँ ट्रेडिङ गरेर पनि तपाईँले चाहिँ राम्रो प्रोफिट जेनेरेट गर्न सक्नुहुन्छ। कन्क्लुजन, यो भिडियोमा हामीले फन्डामेन्टल एनालाइसिस, टेक्निकल एनालाइसिस, EPS, PE रेसियो जस्ता डिफ्रेन्ट टुल्सहरूको बारेमा अथवा इन्डिकेटरहरूको बारेमा चाहिँ कुरा गरेका थियौँ। त्यो कुराहरूसँग तपाईँहरू फ्यामिलियर नहुन पनि सक्नुहुन्छ। त्यो कुराहरू तपाईँले आफैले पनि लर्न गर्न सक्नुहुन्छ। र यसपछि भिडियोमा चाहिँ मैले फन्डामेन्टल र टेक्निकल एनालाइसिसको चाहिँ एउटा डिटेल भिडियो चाहिँ लिएर आउनेछु। त्यसको लागि चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गरेर राखिराख्नु होला। आजको यो भिडियोमा हामीले ट्रेडिङ र इन्भेस्टिङ र यसका फाइदा र जोखिमहरू के छन् यसको बारेमा कुरा गऱ्यौँ। के तपाईँहरू ट्रेडर बन्न चाहनुहुन्छ वा इन्भेस्टर, तल कमेन्ट बक्समा कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। र यस्तै कन्टेन्टको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला। साथै यो भिडियोलाई लाइक गर्न पनि नबिर्सनु होला र तपाईँहरूको साथीलाई यो भिडियो सेयर गर्न पनि नबिर्सनु होला। अर्को भिडियोमा हामी फन्डामेन्टल र टेक्निकल एनालाइसिसको बारेमा गहिरो चर्चा गर्नेछौँ। बाई बाई गाइज, सी यू इन द नेक्स्ट भिडियो।